गाउँपालिका वार्ड नम्बर 3, 4, 7 त्यसै गरी उमाकुण्ड गाउँपालिका वार्ड नम्बर 3, 4, 5 अध्यक्षज्यूहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी राजनीतिक दलका प्रमुख र प्रतिनिधिज्यूहरूले पनि यथास्थानमा आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म पिके हाइड्रोका एमडी लगायत उहाँको टिमहरूलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनु हुनको लागि म अनुरोध गर्दछु। र यहाँ जुन प्रविध क्षेत्रका जो आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू यहाँ उपस्थित हुनुभएको म हार्दिक अनुरोध गर्दछु। अब यो पिके हाइड्रो पावरको बारेमा प्रकाश पारिदिनु हुनको लागि म पिके हाइड्रो पावरका एमडी श्री रमेश प्रसाद नेपानेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। उपस्थित सबै जनतालाई अब सबै गाउँपालिकाका प्रभावित धेरै कुरा त अब तपाईँहरूले जानकारी पाइ नै सक्नुभएको होला। अब यो हाइड्रो पावर किन आयो, किन यति लामो समयसम्म चाहिँ तपाईँलाई छोडेर गयो र फेरि अहिले किन आउन खोजेको छ, यति कुरा प्रश्न पारेर अनि काम अगाडि बढाउँ भनेर हामी तपाईँहरूलाई यहाँ निम्तो गरेका हौँ। यसमा म अब केही कुरा प्रश्न पार्न चाहन्छु। हामी अरुण भ्याली हाइड्रो पावरको समूह हाइड्रो पावर नेपालमा क्षेत्रबाट डेभलप गर्ने एउटा संस्था हो। त्यही क्रममा हामीले पिके हाइड्रो पावर लाइसेन्स होल्डरहरूसँग यो प्रोजेक्ट किनेर तपाईँलाई चाहिँ आयोजना निर्माण गर्नका लागि चाहिँ तपाईँलाई अगाडि बढेको थियो र हाम्रै आफै तपाईँलाई सञ्चालक समितिमा सबजना साथीहरूसँग आन्तरिक विवाद भयो र विवाद भएका कारणले विवादलाई कानुनी रूपसम्म जानुपर्ने चाहिँ तपाईँलाई बाध्यता भएर यो कानुनको निर्धारणा गरेर यसको वैधानिकता प्राप्त गरेर आज फेरि हामी तपाईँहरूसँग आएका छौँ र तपाईँहरूको सरसहयोगले तपाईँहरूको चाहिँ केन्द्र आयोजनालाई हामी अगाडि बढाउन चाहन्छौँ र यही कुराहरू चाहिँ स्पष्ट रूपले राखौँ र तपाईँहरूसँग भएका हिजोका चाहिँ तपाईँलाई चाहिँ सहमतिहरू भेटोडामा भएका सरकारसँग भएका सबै विषयलाई हामी सम्बोधन गर्दै तपाईँहरूसँग हातेपालो गर्दै यो आयोजना अगाडि बढाउन चाहन्छौँ। अब हामी आयोजना निकै समयमा ढिलो भइसक्छौँ, ढिलो भइसक्यो हाम्रो आफ्नै कारणले गर्दा तपाईँहरूको सहयोग गराउँदै पनि हाम्रो आफ्नै कारणले गर्दाखेरि सबैभन्दा यहाँ हामीले तपाईँलाई 12 समय यो चाहिँ तपाईँलाई 12 समयमा पठाउन सक्छ भने अर्को यसलाई तपाईँलाई अर्को सरकारसँग त्यसले गर्दाखेरि अब आफूलाई लागेका जिज्ञासाहरू केही छैन भने समूहमै गरेर अब भोलिका दिनबाट यो आयोजना चाहिँ अगाडि बढाउनलाई अनुमति दिनुको लागि म सारा मासलाई चाहिँ अनुरोध गर्छु। धन्यवाद एमडी सरलाई। अबको यो समय चाहिँ यो हाइड्रो पावर सञ्चालनको बारेमा यहाँहरूको कुनै पनि ज्ञासा रह्यो भने यहाँहरूले पालैसँग हात उठाएर यहाँहरूले आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ र जवाफदेही हाम्रो हाम्रो यहाँले सर हुनुहुन्छ र अरू साथीहरू हुनुहुन्छ। यहाँहरूले भैरवीको साथ पालैसँग हात उठाएर यहाँहरूले आफ्नो जिज्ञासा राख्नुहुनेछ यो समय अन्तर्क्रियाको। ल अब यो समय भयो यहाँहरू सबैको नाम मिलन पद्धतिले राख्नु अब मैले के राख्न चाहेको कुरा